गाइस वेलकम टु माई ब्लग मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। आज चाहिँ म मेरो हुनहार दुईजना सम्झीहरूलाई देखाउन गइरहेको छु। एकजना सम्झी चाहिँ अन्ना परे ओह माय गॉड वाउ सम्झी हो। अर्को सम्झी चाहिँ यति ह्यान्डसम हुन्छ कि लताएर लपरिसी यस्तै हुन्छ सम्झीहरू। अनि सम्झी मेरो ब्लगलाई केही भन्नु छ सम्झी? म के भन्दिनँ। के भन्नु छोरी दुई शब्दमा मात्रै डिप्रेसन भन्दै त्यस्तो एउटा एक्टर हुन्छ नि त, त्यो हालिदिने होइन खतरा। तर यो चाहिँ भएन ल, यो चाहिँ भएन। अर्को नेक्स्ट भिडियो आउँछ गाइस भन्दै हाम्रो कस्टमर आउनुभयो। कस्टमरलाई हाम्रो डोनर दिनुहोस् त उहाँलाई। हाम्रो भाइले अब डोनर राखेको छ। अब कसरी डोनर राख्छ भन्दाखेरि दुईवटा चिज तिनवटा मिलायो टक्क तिनवटा हालिदियो। यसलाई पानी अब भाइले त एउटा ढोली पनि राखिदिनु ल भाइ। अब छिटो गर राख्यो। नमस्ते सबैजनालाई। हेलो हाम्रो भ्लगलाई चाहिँ साथ सपोर्ट गर्नु। एक कोही चाहिँ टिकटक बनाउँदैछ नि। हेलो गाइज ट्याप गाइज। सन्धि यो सन्धिले के हाल्यो? तिनवटा हाल्न ठ्याक्कै 10 मिनट आउँछ यो सन्धिले। अब यो मान्छेले गरी खान्छ, गरेर खाँदैन, खाएर गर्छ। उहाँले 100 रुपियाँ दिनुभएको छ, भाइले कति रुपियाँ दिनुहुन्छ अब हेर्दै गर्नु। हाम्रो पसलको क्युआर, यो नेकको क्युआर 60 भयो मेरो भाइ। 60 भयो। हाम्रो पसलमा ऐसा आदमी रहता है ना, हिसाब भी करने नहीं आता। हमारा ब्लॉग में हिंदी भी होता है, नेपाली भी बोलता है और इंग्लिश भी बोलता है। हेलो बोल हेलो बोलो व्हाट आर डूइंग नाउ? नो था नो था अहिले म ठिक अहिले तिमी के गरिरहेको छौ? कैसे लोग रहते हैं यार यहाँ पर। अहिले म भ्लग बनाइरहेको छु। म चाहिँ यता टिकटक ह्यान्डसम मान्छेहरू भेटेको छैन होइन? कति ह्यान्डसम लास्टै ह्यान्डसम मान्छे गयो। मेरो बाइक चाहिँ त्यहाँ छ, यो मन्दिर हो। मेरो पसलमा बोट यस्तो छ। यस्तो भएपछि अब के हाल्ने? यस्तो अलि अगाडि जानु नि। अलि अगाडि यस्तो। मेरो लोकेसन चाहिँ ट्याक्क यताबाट यो बालकुमारीको पुलबाट सिधा र इमाडोलको पोलबाट सिधा आएर टक्क यो आरोग्य भवनको अगाडि नम्रता दुनोट पसल भनेर लेखेको छ। र यहाँ उस्ता दुईजना बोकाहरू छन्। दुईजना बोकाहरू र हाम्रो पसलको अब भ्यू गर्न जाँदैछु। यो चाहिँ एउटा क्रिम रोड, यसको एउटा 4वटा छ। यसको चाहिँ 4वटा लग्यो भने 100 रुपियाँ, एक पिसको चाहिँ 25 रुपियाँ पर्छ। र यसको चाहिँ 20 रुपियाँ। यो मसला हालेको ढुङ्ग्री हो, यो 20 रुपियाँ। यो ऐठी 10 दानी, यो 100 को 12वटा आउँछ भने यो चाहिँ 15 दानी। 100 को त 7वटा आउँछ। यो यसमा 12वटा छ, 150 पर्छ। यो चाहिँ 80 हो। यो चाहिँ निम्ति पाउको 60 रुपियाँ, यो 15 रुपियाँबाट दिन्छु। उहाँ चाहिँ हाम्रो बाजे हुनुहुन्छ। बाजेलाई चाहिँ मुख कान्छ। ए बाजे ठिक छ नि खबर? दिनमा त दुबईमा, रातिमा घुम्छु म थाइल्यान्ड। दिनमा त दुबईमा, रातिमा घुम्छु म थाइल्यान्ड। आलौले खसेले र मेरो आजको फर्स्ट भ्लग र यतिको मनमुटु डह्रो पाएर र यहाँ रहेको छ चिसो। यो चिसोलाई यसरी खानुपर्छ।
यो हाम्रो फाइनले चाहिँ होइन फाइन कस्तो छ भने अलिक पावरवालै छ तनी हाल्छ दिमाग खराब है क्या तेरा उल्टा उन लोग हम लोग को इनाम देंगे हमारी ईमानदारी के लिए एक नाम है यो चाहिँ 3 नाम यस्तो खाँदै कफर सफर सबै हो फ्रिजभित्र हेर्नु है त मैले फ्रिज खोलेँ फ्रिजमा यहाँ पेप्सी छ थोरै छ सामानहरू सकिसक्यो डिउ छ र दुध छ र तलको चाहिँ क्रिम है आज चाहिँ यति नै सामान पाइन्छ र आजको छोटो मिठो भ्लग र मेरो युट्युब च्यानल @cleanburger100 लाइक फलो सब्सक्राइब र टिकटकमा चाहिँ सङ्गीत घिमिरे 1 छ र सबैले सब्सक्राइब फलो गरिदिनु होला धन्यवाद